एकदमै अफोर्डेबल र एकदमै राम्रो फाउन्डेसन आई थिंक नेपालमा पाउने भनेको चाहिँ यो वेट एन्ड वाइल्डकै हो जस्तो लाग्छ मलाई। मसँग चाहिँ यसमा यो 3वटा छ, यो एउटा चाहिँ डिवी मा हो अनि यो दुईटा चाहिँ म्याटमा छ हैन। यो एकदम राम्रो छ, बिल्डेबल छ, कभरेज पनि, लङ लास्टिङ पनि छ, तपाईले हुन्छ नि स्किन लाइक फिनिशिङ पनि दिन्छ। तर तपाईहरु किन्न गइराख्नु भएको छ भने चाहिँ एउटा कुरा के याद राख्नु पर्यो भन्दाखेरि हजुरले अब टेस्ट त गरिहाल्छौं, सो हामीले टेस्ट गर्दाखेरि त्यही नि एकछिन टेस्ट गर्छौं, शेड मिले जस्तो लाग्छ। कतिपय फाउन्डेसनहरु चाहिँ अक्सिडाइज भएर जान्छ र यो फाउन्डेसन पनि अक्सिडाइज हुँदो रहेछ। सो मैले चाहिँ यो तीनटै शेड, यो दुईटा शेड चाहिँ एउटै हो, डिभी र म्याटमा हो अनि यो अर्को शेड हो। मलाई चाहिँ यो सबै शेड अक्सिडाइज भयो जस्तो लाग्यो। सो यदि हजुरहरु वेट एन्ड वाइल्डको यो फाउन्डेसन लिन गइराख्नु भएको छ भने बी माइन्डफुल, यो अक्सिडाइज चाहिँ हुन्छ, तर हजुरहरुले चाहिँ एक शेड लाइटर लिन पनि मिल्यो और हजुरले अब कन्सिलरले मिलाउन पनि मिल्यो। नत्र के गर्न सक्नुहुन्छ भन्दाखेरि हैन, अब कहिलेकाहीँ टाइम छ मेकअपको सामान लिन जान, टाइम छ भनेपछि टक्क यहाँ स्वाइच गरेर हेर्ने, 1-2 घण्टा डुल्ने अनि त्यसपछि आउने अनि त्यसपछि चाहिँ हेर्न सकिन्छ कि तपाईकोमा अक्सिडाइज भयो कि भएन भनेर। सो अरु कुरामा चाहिँ फेरि यो फाउन्डेसन बेस्ट हो।